हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईँहरूलाई फेरि पनि मेरो अर्को भिडियोमा स्वागत छ। आज चाहिँ हामी गएको दिल्ली मिसामा के भन्छ हाम्रो यहाँ उस छेउमा चाहिँ यस्तै भाउजू खस्नु भएको थियो नि त। आज 1 वर्षको काम अरे सेवा हुन्छ, त्यहीँ गएको हामी दिदी भाउजूहरू नानी बोक्नु ल ल हाई भन्दै भन्छ त्यो त नभन्ने बाई बाई गर्यो त्यसो भए यता खै यहाँ चाहिँ हाम्रो गाउँको होमस्टे। यो चाहिँ सुरुक ग्रिनेरी होमस्टे। यहाँ चाहिँ उडाए कुकुरलाई, यहाँ सानो बच्चा रहेछ। यहाँ चाहिँ हाम्रो गाउँ के अब चाहिँ हामी पुग्न आँटे। गरमले आज हिँड्नु नसकेर ल्यापेक्स भयो ल्यापेक्स नि कान्छी आइपुग्न आँट्यो। पहिरो चाहिँ डर लाग्दै छैन तर चाहिँ के गर्यो कपुरमा भर्खर कलर गर्दैछ क्या, कपुर कलर गर्नु हुँदैछ नि कान्छी। यस गर्दैन, निन्दरले साह्रो पारिरहेछ यसलाई। सुत्ने कसले बोकेछ बडीले साह्रै पाऱ्यो अझ त मलाई त हुन उही भाँच्छ भएछ त। आज फास्टिङमा मिसा ए लेख्नु हुँदैछ क्या। यहाँ तल चाहिँ कपस्तान आजको मिसाको एउटा चाहिँ बोजूहरू यहाँ लेख्नु हुँदो रहेछ। आज चाहिँ नै हुन्छ सेवा। वर्ष दिनेको पसिना खलखल घाउ निक्लेर अनुहार यस्तो भएर चाहिँ पसिना खलखल भयो। हाम्रो मेन रोड हामी चाहिँ आइपुगेको। यो चाहिँ हो मिसाको घर। खानाहरू पाक्दो रहेछ मिसामा, खानाहरू पनि दिन्छ नि त आफ्टर मिसा हो। चाहिँ खेद्छ होला हामीलाई। द्वारा परमेश्वरसँग हाम्रो सम्झौता गराइयो भने सम्झौता ईश्वरले यस संसारलाई यति बढ्ता प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रमा विश्वास गर्नेहरू नाश नहुन् तर अनन्त जीवन पाउन् भनी आफ्नो एकलौतो पुत्र पनि दिनुभयो। प्रभुको सुसमाचार। प्रशंसा तपाईलाई हे प्रभु यीशु ख्रीष्ट। हे प्रभु यीशु, तपाईले भन्नुभयो मै हुँ जीवन गर्दै यहाँ चाहिँ खाना खाने लाइन। हेलो साथीहरू, म चाहिँ मिसाबाट फर्किँदा चाहिँ भिडियोहरू बनाउनु पाएन किनभने चाहिँ नानीले दिएन नि त हो। घरमा आइपुगेर पनि नानी सुताएर पनि हल्का एकछिन 1 घन्टा जस्तो रेस्ट गरेर म चाहिँ फेरि प्याजबारीमा गोड्नु आइपुगेँ। प्याज गोड्नु थियो नि त मेरो, अलिकति रहेको प्याज गोडेकै साथीभाइ हो। अहिले चाहिँ 3:30 हुन दिइसक्यो साथीभाइ हो। दिउँसो चाहिँ निस्किनु सक्दैन नि, त्यस्तो डरलाग्दो गरम छ। फेरि हावा चलेर चाहिँ नि अन्त के भन्नु र, डेन्जरस हावा चल्दैछ, डेन्जरस पुरौला जस्तो। अलिक के भन्छ सिकुटीहरू चाहिँ अलिक डाँडातिर
पर्छ